सुन हरि, मेरो यो सामान जतन गरेर मेरो घरसम्म पुर्याइदे, तँलाई म त्यसको बदलामा पैसा दिन्छु। हुन्छ मालिक, तपाईको सामान म सकुशल पुर्याउने छु भाइ। थकाइ लागेछ होला, एकछिन बसेर जाउँ कि हरि? होइन मालिक, नबसौँ होला। घरमा स्कुलबाट छोरो आउने बेला भयो, यो सामान छोडेर घर गइहाल्नु पर्छ। यति टाढाको बाटो पनि नबिसाइ ल्याइस् हरि, गाह्रो भयो होला? होइन मालिक, भारी बोक्ने बानी भएर होला, खासै गाह्रो लाग्दैन। ल यो पैसा राख, फेरि पनि केही काम पर्यो भने भन्छु म तँलाई। हुन्छ मालिक, म हजुरले बोलाउन साथ तुरुन्तै आउनेछु। अहिलेलाई म जान्छु, घरमा छोरा आउने बेला भयो। हुन्छ, राम्रोसँग जा। देख्यौ न राम, तिम्रो जुत्तामा त मुसा छिर्ने जस्तो भएछ, च्यातिएर भ। साँच्चै हो र, यति धेरै फाटेछ कि अब त नयाँ जुत्ता किन्ने बेला भइसकेछ। 4 बज्न लागिसक्यो, स्कुल छुट्टी हुने बेला भएछ, छिट्टै घर पुग्नु पर्यो। छोरो पनि आइपुग्ने बेला हुन्छ, त्यति बेलासम्म छ। छोरा अझै आएको रहन्छ, कति बेला पो आउँछ खोइ छै। मलाई त अझै पिर लागिरहेको छ, आखिर यो केटो कता गएको होला र। बुवा, ए बुवा सुन्नुहोस्। के भयो, किन त्यसरी आत्तिँदै बोलाएको? भोलिदेखि म स्कुल जान्न, मलाई साथीहरूले तेरो जुत्ता फाटेको छ भन्दै जिस्काउन्। तिमी चिन्ता नगर बाबु, म भोलि बजार गएर तिमीलाई नयाँ जुत्ता ल्याएर आउनेछु। यो जुत्ताको मूल्य कति हो भाइ? यो जुत्ताको मूल्य 1200 हो, हजुरलाई मिलाएर 1000 सम्म आउँछ दाइ। ल प्याक गरिदेऊ भ। हुन्छ दाइ, एकैछिन है त बर। ल लिनुहोस् दाइ, केही सामान किन्नु पर्यो, आउनुहोस्। हुन्छ भाइ, अहिलेलाई म जान्छु, फेरि अर्को पटक कुनै सामान आवश्यक परे खण्डमा म अवश्य नै यतै आउनेछु। लौ बाबु लागि नयाँ जुत्ता ल्याएको छु, अब तिमी आज स्कुल नगए पनि भोलिदेखि स्कुल जानुपर्छ है। हुन्छ बाबा, म हजुरलाई धेरै धन्यवाद बुवा। म हजुरलाई राम्रोसँग पढेर ठुलो मान्छे भएर हजुरलाई नयाँ घर बनाएर राख्नेछु। मेरो छोरा असल र इमानदार भएर, पढाइमा लगनशील भएर आज मेरो सपना पूरा गरेको छौ। धन्यवाद बाबु तिमीलाई। यो मेरो सफलताको हकदार हजुर नै हो बुवा। अब हामी भोलि हाम्रो नयाँ घरमा बसाइ सर्छौं, त्यसैले सबै तयारी सक्नुपर्छ बुवा। ल बुवा, हाम्रो नयाँ घरको पहिलो पाइलाको सुरुवात हजुरको पाइलाबाट गरौँ बुवा। हुन्छ बाबु, ल हिँड भित्र जाउँ। हेर न, आज हाम्रो छोराले धेरै ठुलो प्रगति गरिसकेको छ। तर के गर्नु, तिमी साथमा भएको भए कति खुसी हुन्थ्यौ होला है। तिम्रो धेरै याद आउँछ सधैँ। यसरी नै मेरो छोराले जस्तै सबैका सन्तानहरूले आफ्नो बाबुआमाको सङ्घर्ष बुझ्ने भने उनीहरूको मेहनत खेर जाँदैन, सधैँ फल्छ र फुल्छ, अनि हाम्रो भविष्य पनि सुरक्षित हुनेछ।